अहिले चाहिँ दही बनाउने काम र लगेजहरू तल झार्ने काम भइरहेको छ। साथीले दही बनाउँदै हुनुहुन्छ भने अरू दुईजना साथीहरूले लगेज बोकेर तल झार्ने काम गर्नुभएको छ। अब दही खाएर हामी चाहिँ इन्चन एयरपोर्टको लागि निस्किन्छौँ। र फाइनली हामी एयरपोर्टभित्र छिरेका छौँ। साथीले चाहिँ लगेज बोकेर अघि हिँडिराखेका छ। त्यसपछि म कोरियाको एयरपोर्टबाट हङकङ एयरपोर्टको लागि हिँड्दैछु। यो चाहिँ कोरियाको एयरपोर्ट हो। इन्चन एयरपोर्ट छोड्नु अगाडि चाहिँ आकाशबाट यस्तो दृश्य देखिएको थियो। यो चाहिँ हङकङको आकाश, चाइनाको। र अब हङकङ एयरपोर्ट ल्यान्ड हुँदैछु म। माथिबाट हेर्नुहोस् समुद्र अनि टापुहरू, आइल्यान्डहरू कस्तो राम्रो देखिन्छ। फाइनली गाइज म चाहिँ हङकङ एयरपोर्टमा ट्राफिक जाम हुन्छ भन्दा पताउनु नहोला। यहाँ जाममा परियो एकैछिन। त्यसपछि हाम्रो सामान झार्ने काम सुरु भयो। हामी चाहिँ 2 घन्टा वेटिङको लागि यहाँ बस्यौँ। त्यसपछि हाम्रो प्लेन आयो। टाइम भयो बोर्डिङको लागि। यो पुल नक्कली हो कि हेर्नु सक्कल रहेछ। यो चाहिँ हामी चढेको नेपालको लागि यात्राको लागि प्लेन है। हामी एयरपोर्ट आएर पनि अब डोमेस्टिकको लागि म उड्दैछु। डोमेस्टिकमा चाहिँ अलि धेरै टाइम लाग्दो रहेछ, किनकि भैरवा गएको जहाज चाहिँ फर्केर आयो नि हामीलाई लिएर जाने रहेछ। र हामीलाई चाहिँ एयर होस्टेसले स्वागत गरेर सिट देखाउनु भयो। मलाई चाहिँ इमर्जेन्सी ढोकाको नजिकै थियो सिट। भैरवा जाँदा चाहिँ साह्रै रमाइलो दाइ भेटिनु भयो। लास्टै हँसाउनु भयो उहाँले मलाई चाहिँ। त्यसपछि चाहिँ पानी आइरहेको थियो। बाहिरको दृश्य अवलोकन गर्दै हामी चाहिँ भैरवको लागि प्रस्थान गऱ्यौँ। यो काठमाडौँ सिटी हो, जहाँबाट बुद्ध स्तूपा राम्रोसँग देख्न सकिँदो रहेछ। त्यसपछि चाहिँ बदाम र यो खाले जुस दिँदो रहेछ चाहिँ यति एयरले। फाइनली गाइज हामी भैरवा ल्यान्डिङ गऱ्यौँ। यो चाहिँ भैरवा एयरपोर्ट हो। हामी चाहिँ एयरपोर्ट प्लेन छोडेर आगमन कक्षतिर लाग्यौँ, जहाँ चाहिँ मेरो स्वागतको लागि मम्मी र दाइ आउनुभएको थियो। मम्मी चाहिँ एकचोटि रुनुभयो मलाई हेरेर। त्यसपछि हामी ट्याक्सी खोजेर घरतिर यात्रा लाग्यौँ। करिब 15-20 मिनटपछि हामी घर पुग्यौँ। कुकुरले चाहिँ चिनेन, भुकिरहेको थियो। भाउजूहरू पनि दङ्गै, बुवा पनि एकदम खुसी।